दर्शन नमस्ते। यति बेला म अर्घाखाँची चोक अर्थात् गोरसिङे चोकमा छु। यहाँ निकै गर्मी छ है आज यता अर्घाखाँची निस्किने गाडीहरूको चलपल हाइसहरू एकदम भरिभराउ देखिएको छ भने यता पसल यहाँ चाहिँ मिठो लस्सी पाइने ठाउँ नरपानी लस्सी पसल। यता फलफुलहरू आइसक्रिम लस्सी पाइन्छ। म चाहिँ प्रायःजसो यो नरपानी लस्सी पसलमै खान्छु गाउँलेको नाताले। यतै यहाँ आमाले चाहिँ लस्सी बनाउनुहुन्छ, लस्सी बनाइराख्नु भएको छ। त्यहीले बनाउनुहुन्छ जहिले सुकै यस्तै घ्यारघुर पारेर। अनि यता बुवाले चाहिँ पकौडा बनाउनुहुन्छ। बुवा पकौडा बनाउनुमा बिजी हुनुहुन्छ। यस्तो खालको पकौडा, यो ब्रेड पकौडा, अन्डा, सेलरोटी आज हुन्छ। सेलरोटी नि पाइन्छ यहाँ। ठिक छ, जे होस्। तल माथि निस्किँदाखेरि यो ठाउँ चाहिँ अनिवार्य पस्ने थलो बनेको छ। नरपानी लस्सी पसल भन्ने एउटा रेडी लागेको छ। तपाईँहरू आउँदा जाँदा पस्नु होला। यता पाइन त जताततै पाइन्छ। खास गरी हामी र म पस्ने ठाउँ चाहिँ यही हो। बुवासित राम्रो सम्बन्ध छ। हामी यता आउँदा जाँदा हामी पस्छौँ, लस्सी खान्छौँ, रमाइला कुरा गर्छौँ। जे होस्, आमाले लस्सी मिठो बनाउनुहुन्छ, बनाइराख्नु भएको छ। ल हेर्नु त, घ्यारघुर पार्नु भएको छ। मिठो हुन्छ, आमाको हात मिठो छ। जे होस्, गर्मी होस् या ठन्डी, लस्सी चाहिँ च्याप्प एक गिलास हानेर बुटुल जानु पर्यो भने बुटुलतिर लाग्ने, अनि अर्घाखाँची जानु पर्यो भने अर्घाखाँची निस्किने चलन छ। मिठो छ यहाँ हेर्नु। यहाँ चाहिँ गार्निस हुँदैछ। हल्का ड्राई फ्रुट हाल्नुहुन्छ, यस्तो चिज ट्याक्क हालेर च्याप्प पारेर उकालो निस्किन लागि हो। आउनुहोस् है आउनुहोस्, यो गोरसिङे चोकको लस्सी खानलाई आउनुहोस्।